के हो त हार्डवेयर र युजरको बिचमा बसेर काम गर्ने एउटा प्रोग्राम हो हैन। प्रोग्रामहरू कस्तो कस्तो हुनसक्छ, विन्डोज 10, 11, उबुन्टुहरू हुनसक्छ। हामीले प्रोग्रामहरू चाहिँ पैसा तिरेर पनि किन्न पर्ने हुनसक्छ भने कुनै चाहिँ फ्री ओपन सोर्स पनि हुनसक्छ। ओपन सोर्स भनेको चाहिँ फ्री है, जिकेमा आउनसक्छ। काम चाहिँ के गर्छ त्यसले, हार्डवेयर र युजर प्रोग्रामको बिचमा बसेर काम गर्ने गर्छ हैन। केले काम गर्छ त, अपरेटिङ सिस्टम भनेको पुरै के हो त, प्रोग्राम हो। प्रोग्राम भनेको के हो, सिरिज अफ इन्स्ट्रक्सन हो। इन्स्ट्रक्सनले के गर्छ त, हाम्रो कन्ट्रोल युनिटलाई कन्ट्रोल सिग्नलहरू जेनेरेट गर्न लगाउँछ। यो चाहिँ कहाँ बसेर काम गर्छ, अपरेटिङ ऱ्याममा बसेर काम गर्छ है। अनि यो जियुआई र सिएलआई भनेको चाहिँ, जियुआई भनेको ग्राफिकल युजर इन्टरफेस, जस्तो आइकनहरू हामीले देखिन्छ नि मोनिटरमा, त्यो भनेको जियुआई भयो हैन। अर्को प्रोफिसिएन्ट कम्प्युटर चलाउनेहरूले चाहिँ सिएलआई, कमान्ड लाइन इन्टरफेस, जस्तो मेक डाइरेक्टरी भनेर चाहिँ कमान्ड लेखेर चाहिँ उनीहरूले गर्छन्। उनीहरूकोमा त्यस्तो आइकनहरू आउने यस्तो भन्ने हुँदैन हैन। उनीहरूको सामान्य एउटा त्यो कस्तो भन्दा एबिसिडी लेखेको जस्तो मात्रै देखिन्छ हैन। तपाईँले चाहिँ कमान्ड प्रम्प्टहरू गरेर हेर्नुभयो भने देख्नुहुन्छ नि, हो त्यस्तो सिएलआईबाट उनीहरूले काम गर्छ।